घन्टा छ यत्रो डिसेमा है ल माछा मार्ने ठाउँमा पनि फाइनली अलिक पानी चाहिँ हामीले भेट्यौँ र देख्यौँ है ल माछा मार्ने टोलीहरू हजारकै ग्रुप छ है यही मान्छेको भरमा म आएको खै पानी खै माछा खै अरे यार ठुलो सबैलाई नमस्ते हामी चाहिँ माछा मार्न हिँड्दैछु खौकी लिएर होइन अनि अरू दृश्य चाहिँ उता देखाउने छु माछा मार्न वेलकम नगरेको नि साथीहरूलाई नि सबैलाई स्वागत छ नमस्ते आज फेरि पार्टी भिडियो आज चाहिँ अर्कै ठाउँमा माछा मार्न गएको आज अर्कै ठाउँमा आज चाहिँ हिजोको भन्दा डेन्जर ठाउँमा गएको है माछा मार्न आज चाहिँ ल माछा मार्ने टोलीहरू हजारकै ग्रुप छ है हिजोको ग्रुपभन्दा आजको ग्रुप अलिक चेन्ज छ अनि आजको ठाउँमा चाहिँ अलिक खत्रै माछा पाउँछ है ल यता अगाडि छ 4-5 जना हेलो आज हेर्छु जीवनले कसरी माछा मार्छ है ओके 260 रात गुलेती काम चल रही रात डी साइड में बजे माछा मार्नु हैन माछा मार्नु गएको रे गाडी छ मेरो यस्तै छ पर कोनतिर हाते ल दे हिजो भन्दा डेन्जर टाढा छ है आधा 1 घन्टाको बाटामा गएको अझै चाहिँ चस्मा चोरेर ल्याएको आधा 1 घन्टाको बाटो छ आजको चाहिँ होइन म चाहिँ माछा मार्न गएको आज पनि माछा मार्न गएको होइन आज पनि भ्लगको लागि गएको खौकीम्यान हो हेर्छु ल होइन घाँस रोपेको हो जाउँ ल यल्ला ल अब अहिले चाहिँ आधा बाटोमा पुगिसकेको छ होइन बाँकी उता पुगिसकेपछि देखाउँला है हामी चाहिँ हिँड्दा अहिले यस्तो बोडी यो चाहिँ गाउँको यस्तो बोडी अनि कोपीहरू यस्तो ठाउँमा आइसकेको छ हामी अहिले होइन पोखरी टाढा छ कि यस्तो हुन्छ ओहो यो चाहिँ फुलकोपी है यस्तो ठुल्ठुलो कत्रो ठुलो फुलकोपी त्यहाँ यत्रो पत्ता हुन्छ गुन्द्रुक यसकै गुन्द्रुक बनाउँछ नि पत्ता मात्रै छ यहाँ फलेको छ ल गुन्द्रुक अनि फुलकोपी यसैकै खान्छ गुन्द्रुक कसरी हान्छ है हान्छ फेरि यत्रो ढुङ्गा हान्डी थियो मुखुटा ट्वाक्कै हान्डी पहिला कानुनीमा भामाले यत्रो इँटा हान्डी थियो बोकिसा इमोरी एकदम भर्मी पहन नै यत्रो ढुङ्गा हान्डी यहाँ नानी भएको अनि भोटिको नानी अगाडि जान को त्यो मुखुटा ट्वाक्कै लडिन्छ भर्छ खोज्रो झापट हान्दिया झापट चाहिँ नानी हुन्छ अनि दुई झाप बच्चाहरूलाई ल कस्तो मकै गाडी मकै पुरै खेती है ल अब स्टार्ट भइसकेको छ है अब सानो नदीबाट यता ल स्टार्ट भइसकेको छ अब जीवन सम्हाल मगरको अब पहिलो दाउमा कस्तो हुन्छ अब परे घुमी परेन यता छैन कि यता छैन अब पुरै पानी सुकिन्छ यता पर पुरै पानी थियो अहिले पुरै
पानी सुकेर खलास भएछ ल उता अगाडि त अगाडि छैन पानी पानी सिधिसकिसक्यो होइन घोगी माछा चाहिँ कसले पाउँछ भनेको मुजी त्यो ड्याममा एन्जलले कहाँबाट अनि मेन पानी यतै बन्द छ त ल अब अगाडिको पनि देखौँ ल अहिले यता चाहिँ छैन यही मान्छेको भरमा म आएको खै पानी खै माछा खै अरे यार पानी त यो त पुरै खोलामा सुकेछ होइन जाम तैपनि एकचोटि ट्राई गरौँ अगाडि होइन कोही बात छैन होइन तर मैले ऊ ल्याएको क्या खुर्सानी होइन खाएर पनि मासला पोलेर खाएर जाने के तर सरा मारेर भए पनि पोलेर खाएर जाने मासला लेट्स गो है माछा मार्ने अवस्थामा पानी नै छैन अब पानी पहिला धेरै थियो तर अहिले पानी छैन हो पानी छैन पुरै उता पनि सुकिरहेको छ धानहरू होइन कोही बात छैन असार साउनको पानीले उखार लाग्यो कहाँ गएको यता म तल हो क्या मकै घारी यस्तो अवस्था छ साइडहरू माछा मार्ला जस्तो छैन आज चाहिँ फिक्सै हो पानी छैन क्या पुरै घारी खुहारी अब अगाडि जाँदैछु अब होइन पुरै थाकिसकेँ म चाहिँ यार यही भिडियो बनाउँछु भनेर आएको पुरै हालत खराब भइसक्यो पुरै हालत खराब गर्मीले पानी पनि छैन पर्सनल पानी बोक्यो भने अब ल अब अगाडिको एक्सपिरियन्स देखाउँला यस्तो छ के गर्ने ल माछा मार्ने ठाउँमा पनि फाइनली अलिक पानी चाहिँ हामीले भेट्यौँ र देख्यौँ है पानी यतिको रहेछ है पछ्यानमा चाहिँ अहिले चाहिँ ल है म खेल्दैन म कहाँ म यहाँ भिडियो गर्न मात्रै आएको ल पानी चाहिँ भेट्यो माछा भेट्छ भेट्दैन जानु ल छिर्नु सर्प ऊ ए जान्दैन ल हेरेन पनि जानु ल मार्नु मुरी हिले गरै के पाउँछ उता मार्दै रहेछ ऊ ए पानी गन के दिशा साझा बनेको त माफहरूले त ल ए राखो त ल्या तिमीले बिगार्छ त्यस मेरो ऊ त्यो डोरीमा कम्बरमा राख धुएर खाएकै त्यहाँ के हुन्छ केमिकलहरू हुन्छ अरूलाई डेली लाने मा हो नि हो या 2 बोतलले फ्या 2 बोतलले फ्या हो माछा नमार्ने उता देखा न पहिला मार्नु जाने क्या पर्यो भने नजाने अनि त्यहाँ नि दिदी नदिएको नि एक्लै खाइरहेको त ल माइमा त छैन अलिकति है बुढीको छ ल मादैछ भट्टाफट माछा खै घोगीमा नछ घोगीमा लिनु न घोगीको अचार बनाएर खानुहुन्छ अरे यता सबै माछा परेछ के बा उता यता ऊ यता बा ठुल्ठुलै हिरे पारेछ यता ऊ इला ऊ कत्रो ठुलो हिले पारेको यता त बाप रे बा कसरी पार्यो त ऊ यता हिले पारेछ के ऊ जीवनले ऊ कछुवा बड्का कछुवा परिहाल्यो ऊ यता होला माले त्यता छैन के हिले यता छ दिदीहरू दिदी यता इला अगाडि ऊ
वो ए वो अहिले वो मामाले कत्रो हिले पार्यो यता यता हिले पारेछ वो ओ हिले हो कछुवा पनि परेछ होला यता त कछुवाले घोगी पनि राखे घोगी पनि अचार बनाउनु हुन्छ घोगी पनि राख्नु न ले घोगी सानो सानो हाल्नु बा घोगी त थुप्रो ल्याएको त यार घोगी नि घोगी ओले दिसे मोलङ पनि ओ यता के यता दिदीहरू यता दिदी यता छ मैले त्यही भने होइन माछामानी टोलीहरू ऊ लट्कुना छ त्यहाँ घोगी पनि हाल्नु के घोगी पनि हाल्न घोगी हाल्नु न घोगी टन्नै रहेछ ओ बाबा घोगी हाल्नु के घोगी हाल्नु न घोगी पुग्छ के तत माछा नपुगे पनि ल मादैछ अब उता अगाडि जानुपर्छ है ल माछा मार्ने उता हो मलाई पनि टिप्दैछु त घोगी टिप्दैछु मैले पनि ल उता उता नजाउन हौ म कसरी धेरै भिडियो गर्नु हौ मैले पनि भिडियो मात्रै बनाएर गाह्रो भएछ माछा मार्नु रहेछ म पनि यता दिदीहरू यता मार्नु न तपाईँ बाल्टिन अझै भर्छ तपाईँको बाल्टिन भर्छ कि तस्ला भर्छ तपाईँको तस्ला नरेट्नु न किन रेटेको रेट्ने त हौ माछा यता चाहिँ यता माने त यता चाहिँ एकचोटि त ट्राई गर मैले भनेको ट्राई गर हिले त्यसले फिक्स पाउँछ हिले मैले क्यामेराम्यान बनेर मैले त के मार्नु अब यता मार्ने एकचोटि ल यस्तै छ मैले भिजेक भएको थिएँ मैले के टिप्न पाइनँ भोलि आउँछु अब मोबाइल नलिकन म त्यतादेखि अब यस्तो घुम्ने ठाउँमा माछा मार्न त अब नचाल ल्याए न खोकी ल्याए अब केही गर्ने होइन भोलि चाहिँ आउँछु म घोगी टिप्नलाई घोगी धेरै रहेछ यता चाहिँ अनि यता मार्दैछ म चाहिँ अगाडि पानी खान आएको ओ यस्तो छ यहाँ चाहिँ यता केही पनि होइन पहिला यति धेरै थियो कि यहाँ यति टन्नै थियो पानी अहिले पुरै कम्ती छ अनि पानी खानु गएको उताको दिदीहरूले मलाई जिस्काउँदै थियो यस्तो छ पुरै पुरै ए मन्दिर रहेछ यता पुनः त्यो पानी खाने कल कहाँ छ चापाकल उता छ ए ल यस्तो रहेछ ल सिडी ठिक छ अब अगाडि गएर पानी खान्छु म चाहिँ यो भिडियो बनाउने चक्करमा म बाहिर आएकोदेखि बस्न पनि पाएन कहिले कता यति धेरै भिडियो रेकर्ड छ कि तर हाल्नु चाहिँ पाएको छैन मैले भिडियो चाहिँ तर धेरै छ कि हालेको चाहिँ छैन मैले तर यता सानो यस्तो मन्दिर रहेछ मन्दिरहरू रहेछ यस्तो मन्दिरहरू छ चाहिँ ल यताको नजारा सिन यस्तो छ हेर्नु सक्नुहुन्छ पुरै माछा मारिरहेको छ यहाँ मन्दिर रहेछ पानी खान्छ
म चाहिँ त्यहाँ गएर पानी खान्छु है। ल पानी पनि खाएँ मैले चाहिँ। यता चाहिँ मन्दिर छ यहाँ चाहिँ भजन गाइरहेको छ तपाईँहरूले सुन्नु सक्नुहुन्छ। यहाँ चाहिँ पुरा अब आजको भिडियो पनि त्यति खासै त छैन तर ल ध्यान बस्यो। तेरा बात है हाँ हिले मत छ कुन गर्न छ डैसे इत्रो डैसे दिसे माल है यति नै हो 2 दिन साथ छ दुई जनै त बोलले दिसे त पर कुत्रो डिले ल अरे पूरे पानी सुकेर पूरे पानी सुकेर खलास छ अहिले ल। माछा मार्न गयो अरे यस्तै झ्याउ हो कि कर्म कर्म घाममा हुन्छ नि घाम चर्केर आधा घन्टा सुतेर गयो त्यो मन्दिरमा पुरै झ्याउ न त माछा मार्नु आफै न त गाह्रो छ है भिडियो बनाउनु मात्रै पनि जाउँ भनेको जाँदैन घुइटिबी रहेछ जे पनि गाह्रो छ यार। बडा बोलाउँदा आयो हट खै कति मारी छ ल खुर्सानी पनि छ त यहाँ त नि झिक्न एउटा जीवन ये नहीं ये लगा जिउँदैछ भागी जलपानी भयो ल होइन बोला न जीवनलाई ओइ लौटे भन्नु भन भयो ल बुझो झ्याउलाइरहेको यार ओइ वा जीवन छिटोमा गयो बाई बाई म त जान्छु है अब चल हिँड्नु न 3 बजिसक्यो। सीताराम 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 जय सीताराम भन्नु त हो नि बहुत झ्याउँछ रे दादा देखिए सानो बच्चालाई छोड्दै यसले चाहिँ छोड्दै कि दिदम फाल्दै कि सानो थियो बिचरा माउलाई चाहिँ नछोड छोड्दै क्या त्यसलाई सानोलाई चाहिँ हिँड्नु न के गरेको ल जल्दी ए मान्छेहरू त त्यसलाई छोड्दे छोड्दै कि फालिहाल सानो छ ल तल धर्म हुन्छ तँलाई फाल्दै त्यो प्लेट सिधै फाल्दैन गयो बिचमा हाल्नु ठुलो पानीमा बिल्डिङ छ कि
मरिसक्यो खैले त बिचमा हालिदिसक्यो फेरि चाहिँ ल्यान्छ 10 हजार मरिसक्यो होइन एक नाच देखा त हेर्नु इडली साम्बर डोसा चटनी भन्दा भन्न बडा लौटे भन्न माछा भन्दा घोगिने रहेछ कति माछा ठुलो माछा देख्नु भगवान माछाले कहाँ झन् छेउछेउमा लिएर गएको चुटी या त यता खुट्टा राख तेरो राख्न खुट्टा चिज लिन लाइट भने साले भगाइदिन्छ अनि के जान्नु छ भन्नु ए खान्छ सबैलाई झोल पानी बराबर छ खाना झोल गेसकीला प्योरा की अप्रिल रे बाप रे फुलाङ को सक्की होले बाप रे टिसे त गोगी वट्टन र टिसे वट्टन र के सुरु जात पनि यसले त पार्छ नि साला लौटीले पुग्दैन नि अब तैँलाई पुग्यो तँलाई एक छक पुग्यो ओ चिकने अचार बनाइदिइसक्यो माछालाई कता छिपेको त कहाँ फेरि त्यो मेरो हातमा आएको त फेरि साला जीवन खै माछा देखाएँ नि जीवन लागि देखाएँ माछा यस्तो सिन छ रे दादा सबैले म त के लेख ल आजको सिधै माछा मार्ने कार्यक्रम मलाई चाहिँ धेरै झ्याउ भयो तर माछा नभए पनि घोगी चाहिँ पायो टोलीहरूले मकै यता लगे यता हिँड्न ल हरियाली छ रे पुरै हरियाली छ ल यति नै अब आजको भिडियो होइन एक 5 मिनट जसमा लाग्छ ल अब के कस्तो लाग्यो भिडियो जस्तो लाग्यो भने राम्रो होला भनेर हेरिदिनु होला होइन अनि नयाँ छ भने सब्सक्राइब पनि गरिदिनु होला है सिद्धो बाई बाई टाटा